रिसेन्टली मैले बुक अफ जोब पढिरहेको छु अनि 3 देखि 19 सम्म अहिले पढिसकेँ मैले है। अनि मैले एकदमै दामी चिज मेरो लाइफमा बुझेँ, सिकेँ, विच आई जस्ट वान्टेड टु सेयर। जोबलाई अयुबलाई धेरै दुःख भइरहेको हुन्छ किन उसको शरीरभरि घाउ हुन्छ, मर्ने हालतसम्म पुगिसकेको हुन्छ, प्लस उसले धेरैवटा चिज गुमाइसकेको हुन्छ है। अनि उसको साथीहरू आउँछ उसलाई सम्झाउनको लागि, कन्सोल गर्नको लागि। अनि 7 डेज चाहिँ जोबको हालत देखेर चाहिँ उनीहरू चुप्प लाग्छ क्या, मर्न गर्छ, उनीहरू रुको कुराहरू छ है। त्यति बेलासम्म ठिकै थियो। आफ्टर 7 डेज चाहिँ दे स्टार्ट स्पिकिङ है। बोल्न थालेदेखि चाहिँ प्रब्लम हुन्छ। उनीहरूले बुझाउने ट्राई गर्छ, कन्सोल गर्ने ट्राई गर्छ, भन्छ तिमीले रिपेन्ट गर है, तिमीले के पाप गर्यो होला, कहाँ चुकायो होला, के भनेर ठिकै पनि भनेको छ कतिवटा चिज है। तर अयुबले चाहिँ के भन्छ भन्दा तिमीहरूले यो बुझाएको चिज सबै चिजले चाहिँ मलाई कन्सोलै भएको छैन, बरु तिमीहरू चुप्प लागेर बसेको भए नि हुन्थ्यो भनेर लेखेको छ है। अनि यो भन्दै गर्दाखेरि चाहिँ मैले आफैलाई पनि एउटा चिज चाहिँ के बुझेँ भने कतिखेप म यस्तो ठाउँहरूमा, यस्तो सिचुएसनहरूमा गएको छु अनि त्यो व्यक्तिहरू पेनमा भइरहेको हुन्छ, कस्तो कस्तो सिचुएसनबाट भएर गएर, जुन चाहिँ मैले एक्सपिरियन्स गरेको हुँदिनँ है। एन्ड आई ट्राई टु कन्सोल देम विथ अल माई थट्स एन्ड मैले बुझेको तरिकाले है। तर समटाइम्स त्यो चिजहरूले उनीहरूलाई कन्सोल होइन तर हर्ट पनि गरिरहेको हुँदो रहेछ। तर त्योभन्दा बरु चुपा लागेर त्यहाँनिर प्रेजेन्ट हुनुले नै उनीहरूलाई कन्सोल गरिरहेको हुँदो रहेछ है, जसलाई चाहिँ मिनिस्ट्री अफ प्रेजेन्स भनेर पनि भन्छ है। सो दिस वाज अ भेरी बिग टिचिङ फर मी हुन्छ नि। सो यु जस्ट डोन्ट ह्याभ टु टक एनिवेयर है, जहाँ गएर पनि जस्तो सिचुएसनमा पनि बोलेर गर्नै पर्छ छैन। समटाइम्स जस्ट बिङ देयर क्यान हेल्प सम वान रहेछ।